रसुवाको बाढीमा 28 जना प्रहरी सम्पर्कविहीन। रसुवाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीपछि 28 जना प्रहरी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ। बिहान करिब 9 बजे आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्सपेक्टर सहित 9 जना सम्पर्कविहीन भएका छन् भने बिहान करिब 9 बजे आएको आकस्मिक बाढीमा सशस्त्र प्रहरीका इन्सपेक्टर सहित 9 जना सम्पर्कविहीन भएका छन् भने टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोली समेत सम्पर्कमा नरहेको बताएको छ। पुरै लाइभ यो चाहिँ है गाइस, यस्तो लाइभ छ। ओहो, पुरा ड्याम फुटेर आयो, पुरा चाइनाको ड्याम फुटेर आएर छ। आमामामामामा ल, यहाँ हामीले अब ओहो यार, यो पुरा ड्याम फुटेर आएको। यो घर गयो यो। ल ल, त्रिशुली बजारै गयो यार। ल गयो यार। ओ यता यता आऊ, यता आऊ, यता यता आमामामा यार, बजारै गयो यार। यहाँ नबसौँ ल, अलिक टाढा बसौँ, टाढा। यो पुरै ल, घरहरू जम्मै गयो। ल घरहरू जम्मै गयो। यो पुरै आमामा ड्याम यार। त्यही त अब यो बेत्रावती बजार पुरै स्याब्रुबेसी शान्ति बजार सबै ध्वस्त। यो त तपाईँको थोरै हो, अझै 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 बाँकी छैन न, कति बेत्रावती बजारको अस्तित्व लगभग सकिएको छ। त्रिशुली खोलाले धार पुरै परिवर्तन गरेको छ। प्रेसरले ढुङ्गाहरू खरानी भएका छन्, ठुल्ठुला ढुङ्गाहरू त्यसरी खरानी भएका छन्। मान्छे कति मरे कि नै छैन, 10,000 भन्दा बढी मान्छेहरू मरेको आशंका छ। नेपालको लागि दुःखद खबर। आज बिहान चीनको तिब्बतबाट उर्लिएर आएको बाढीको कारण रसुवाको भोटेकोशी र त्रिशुलीमा पानीको बहाव अत्यधिक बढेको छ। यो बहावले स्याब्रुबेसी बजार, चिलिमे क्याम्प, त्रिशुलीको बजार लगायत थुप्रै पुलहरू पनि बगाएको छ। अत्यधिक मात्रामा धनजनको क्षति साथै बस्तीहरू तितरबितर भएको अनुमान गर्न सकिन्छ। यसको अब आँकडा आउनु बाँकी नै छ। मिसिने लग्यो पायो सब भत्कियो। त्यो माथिको बाटोमा पुग्यो। पोलेर गयो। यो पुरै ड्याम फुटेर आएको। यो घर गयो यो। ल त्रिशुली बजारै गयो यार। ल गयो यार। आमामामा यार, बजारै गयो यार। यो पुरै ल, घरहरू जम्मै गयो। ल घरहरू जम्मै गयो। यो पुरै आमामा ड्याम यार। हेलिकप्टरले चाहिँ फसेको बच्चालाई उद्धार गर्दैछ यहाँ ढुङ्गेमा। बाढीमा फसेको, घरमा माथि छतमा फसेको एउटा बच्चालाई चाहिँ हेलिकप्टर आएर उद्धार गर्दैछ। त्यही बच्चा एउटा माथि हो कि अब तल्लोपट्टि बोला आइहाल्यो। हो, अगाडिपट्टि बोला आइहाल्यो। लग छ भन्छ त्यसले, त्यो लग रहेछ नि। यतै छेउबाट भयो, छेउपट्टिबाट क्रसले गर्दाखेरि अप्ठ्यारो भयो कि। दसटाको हुन्छ भनेर भने 10टा उड्नु नि सक्छ नि त हावाले। भेट्दैन, मतलब भेट्दैन कि 10टा उडिएछ।
हावाले थियो है हान्छ होला भाइ बहिनीले त हेलिकप्टर चढ्नु पाए लाउन नि के भयो लाउन मेरो आमा कत्रो आयो लाउन लाउन नि होला पानी होला ठेकी गरी भने हैन पानी होला अब त्यो देवी हड्डुवानमा पर्दो जस्तो छ ए पानी होला भाग मेरो आमा हेर्नु त कत्रो आयो लाउन नि बटर केही छैन रे हो आमा कहाँको के होला यो हेर्नु त यहाँ आइपुग्यो लाउन नि तिनीहरू देख्दैन पछि होला मेरो आमा कत्रो भएर आयो तिनीहरू किन बस्छ होला ते के भगवान जम्मै डुबायो मेरो आमा देवी डुबानमा पर्यो मन्दिरहरू जम्मै लग्यो मन्दिर छैन के जाऊ रोशन त हेर्नु त यो हेरेर के भन्न चाहनुहुन्छ? होइन यो त अब देशभरि विपदको कुरा हो सकेसम्म छिटो मेन्टेन गर्नु पर्यो आवजात त व्यवस्थित गराउनु पर्यो नि अहिले आवजात गर्न सवारी साधन मान्छेहरू हिँड्न गाह्रो भइरहेको छ हो त्यही भएर जतिसक्दो यसको व्यवस्थापन गराउनु पर्छ यसमा सरकारले कस्तो ढङ्गले हेरिरहेको छ होइन हामी त सबैभन्दा छिटो के सल्भ गर्न सकिन्छ भनेर आएको होइन हस् अब हामी अगाडि अर्को पनि हेर्छौँ आज रसुवामा एकदमै ठुलो बाढी आएको न्युज त सुन्नुभयो होला तर लेटेस्ट अपडेट अनुसार भारी वर्षा चाहिँ यो बाढीको रिजन थिएन चाइनाको इन्ट्राङलुङ एरियाबाट आएको यो सडन फ्लडले रसुवागढी बोर्डर पोइन्ट पुरा डिस्ट्रोय गरेको छ भने यो फ्लडले गर्दा 18 जना मान्छेहरू स्टिल मिसिङ छन् मिसिङ हुनेमा नेपाली पुलिस नेपाली सिटिजन र चाइनिज सिटिजनहरू पनि छन् बिहान 3 बजे सुरु भएको यो फ्लडले 4 बजे चाहिँ नेपाल चाइना जोड्ने मिटर ब्रिज बगाएको थियो साथसाथै बाढीले कस्टम डुबाएको छ भने 70 देखि 75 वटा इभी गाडी पनि बगाएको देखिन्छ प्लस हाइड्रोबार ड्याम ड्यामेज पनि भएको छ तर एउटा इम्पोर्टेन्ट कुरा चाहिँ यो फ्लड चाहिँ कसरी आएको हो वेदर डिपार्टमेन्टको अनुसार चाइना र नेपाल दुवै साइडमा पानी परे पनि यति ठुलो बाढी आउने जति पानी चाहिँ परेको थिएन एक्सपर्टहरूको अनुसार पानी परेर भन्दा पनि हिमटाल फुटेर चाहिँ फ्लड आएको पोसिबिलिटी देखिन्छ उनीहरूको अनुसार फ्लडको रियल रिजन चाहिँ 2-3 दिनमा मात्र कन्फर्म हुन्छ भने अहिलेको लागि सबैजनालाई अलर्ट रहनु भनेर भनिएको छ हालसम्म थुप्रै मान्छेहरू रेस्क्यु भएका छन् भने रेस्क्यु अपरेसन स्टिल जारी छ होप साथीहरू यो टाढो जो नजिक हुनुहुन्छ सबै भाग्नु होला कृपया
यो ठुलो बाढी अहिले यो ड्याम 3A को ड्याम चाहिँ नि पड्केर यो चाहिँ नि यो बाढी ठुलो बाढी आएको छ अहिलेसम्मको भीषण बाढी त्रिशुली खोलाको सबैभन्दा भीषण बाढी आजसम्मको इतिहासकै सबैभन्दा भीषण बाढी आएको छ। कृपया सबैजना भागिदिनु होला। एकदमै दुःख लाग्दो घटना भएको छ। ल यो एकदमै ठुलो बाढी आएको छ। यो बेतराउती त्रिशुली यो वरपर रहेको यो सबै बासिन्दाहरू जो हुनुहुन्छ सबै भागिदिनु होला। पूर्व जानकारी सबैले यो भिडियो शेयर गरिदिनु होला कृपया। यो अर्जेन्ट छ, एकदमै अर्जेन्ट छ। यो अर्जेन्टको लागि चाहिँ यो इन्फर्मेसन सबैले शेयर गरिदिनु होला। भर्खरै सुरु भएको छ यो बाढी। माथि चाहिँ तपाईँको त्रिशुली ड्याम 3A को चाहिँ ड्याम फुटेर यो बाढी चाहिँ सबै यो त्रिशुली खोला यो खाल्डे यो बेतराउती यो त्रिशुली यो सबै जोखिममा अवस्थामा रहेको छ। यो वरपर रहेको सबै घर चाहिँ बगाउने अवस्थामा छ। सबैजना चाहिँ भागिदिनु होला। त्यहाँबाट चाहिँ सबै टाढो रहनु होला।